नमस्ते, म डाक्टर पुष्पदेव खरेल। आज म तपाईहरुलाई कृत्रिम दाँत कसरी लगाइन्छ भन्ने कुराको सानो जानकारी दिन गइरहेको छु। यसलाई हामीले डेन्टल ब्रिज भन्छौं। यदि तपाईको एउटा दाँत छैन भने दायाँ बायाँको दाँतहरुको सपोर्ट लिएर हामीले यसरी फिक्स दाँत लगाउन सक्छौं। यसमा पनि यो ब्रिज भन्ने मटेरियलहरु धेरै किसिमको हुन्छ। यसमा यो जिर्कोनिया भन्ने मेटल फ्री ब्रिज हो यो भने मेटलको सपोर्ट भएको मेटल सेरामिक ब्रिज हो यो। यदि बुढाबुढी भएको अथवा वृद्ध अवस्थामा भएका व्यक्तिहरु जसको मुखमा एउटा पनि दाँत छैन भने यसरी हामीले कम्प्लिट डेन्चर बनाएको हुन्छौं। यो एक्रिलिक प्लेटले बनेको कम्प्लिट डेन्चर हो। यदि आंशिक रूपमा दाँत छैन भने जस्तो अगाडिको दाँत भएको अवस्था र पछाडी दाँत नभएको अवस्था छ भने हामीले यसरी फ्लेक्सिबल आरपीडी भन्छौं। फ्लेक्सिबल आरपीडी पनि राख्न सक्छौं। यो अलिकति सजिलो र लाउन खोल्न अलिकति सजिलो हुने र चबाउनको लागि पनि अलि आरामदायी किसिमको दाँत हुन्छ। यसलाई हामी फ्लेक्सिबल आरपीडी भन्छौं। अर्को रिमुभेबल डेन्चरको अर्को एउटा अलिकति विस्तारित भनौं अलिकति त्यो भन्दा अलिकति राम्रो किसिमको दाँत भनेको यो कास्ट पार्शियल डेन्चरबाट हामी लगाउँछौं। यदि तपाईको 2-4 वटा दाँत चाहिँ बाँकी छ, बाँकी ठाउँमा दाँत लगाउनु पर्ने छ भने यसरी हामीले मेटलको सपोर्ट लिएर मेटल फ्रेममा कास्ट पार्शियल डेन्चर पनि बनाउँछौं। कास्ट पार्शियल डेन्चर भन्छ यसलाई। यो ठाउँमा दाँत बस्छ र यो चाहिँ मेटलको फ्रेमको सपोर्ट हो। यसरी खाना चबाउँदाखेरि दाँतले राम्रोसँग सपोर्ट दिने हुन्छ। धन्यवाद।